संसारका धेरै सम्बन्ध जन्मसँगै तय भएर आउँछन्। बुवाआमा, दाजुभाइ, दिदीबहिनी। तर श्रीमान श्रीमतीको सम्बन्ध भने पूर्ण रूपले अपरिचित दुई व्यक्तिबाट सुरु हुन्छ। दुई फरक परिवार, दुई फरक संस्कार, दुई फरक सोच, दुई फरक सपना लिएर आएका दुई मानिसले एउटै जीवन सँगै बिताउने निर्णय गर्छन्। त्यसैले विवाह केवल एउटै घरमा बस्नु होइन, यो एक अर्काको सम्मान गर्ने, विश्वास गर्ने र अन्तिमसम्म साथ दिने बाजा हो। श्रीमान भनेको केवल पैसा कमाएर घर चलाउने व्यक्ति होइन। श्रीमतीले सबैभन्दा सुरक्षित महसुस गर्ने साथी हो। कठिन समयमा म छु भन्ने भरोसा हो। त्यस्तै श्रीमती भनेकी केवल खाना पकाउने वा बच्चा हुर्काउने व्यक्ति होइन। उनी श्रीमानको सबैभन्दा नजिकको साथी, सफलतामा सबैभन्दा धेरै खुसी हुने र असफलतामा पनि साथ नछोड्ने सहयात्री हो। विवाहपछि मेरो भन्दा हाम्रो शब्द ठुलो हुन्छ। हाम्रा बुवा आमाको पुस्ताबाट सिक्नुपर्ने कुरा। हाम्रा बुवा आमाको पुस्तामा पनि समस्या थिए। आर्थिक अभाव थियो, झगडा पनि हुन्थ्यो, तर उनीहरूले सम्बन्ध जित्न होइन, सम्बन्ध बचाउन सिकेका थिए। बुवाले धेरै माया व्यक्त नगरे पनि परिवारका लागि दिनरात मेहनत गर्नुभयो। आमाले आफ्नो थकाइभन्दा परिवारको खुसीलाई ठुलो मान्नुभयो। उहाँहरू पूर्ण हुनुहुन्थेन, तर एक अर्काप्रति प्रतिबद्ध हुनुहुन्थ्यो। आज हाम्रो पुस्तामा किन समस्या बढ्दैछ? आज हामी धेरै शिक्षित छौँ, धेरै कमाउँछौँ, धेरै स्वतन्त्र पनि छौँ, तर धैर्यता घट्दै गएको छ। अपेक्षा बढ्दै गएको छ, अहङ्कार बढ्दै गएको छ र सबैभन्दा ठुलो कुरा संवाद हराउँदै गएको छ। आज हामी भन्छौँ तिमीले मलाई बुझेनौ, तर कमैले सोध्छौँ मैले तिमीलाई बुझ्ने प्रयास गरेँ कि गरिन। विदेशमा नेपाली दम्पतिको वास्तविक चुनौती। विदेशमा जीवन सजिलो देखिए पनि वास्तविकता फरक छ। बिहानदेखि रातसम्म काम, घरको किस्ता, गाडीको किस्ता, बिमा, कर, नेपालमा भएका बुवा आमाको जिम्मेवारी, बच्चाको भविष्य, यी सबै जिम्मेवारी बीच श्रीमान पनि थाकेका हुन्छन्, श्रीमती पनि थाकेकी हुन्छ। तर दुवैलाई लाग्छ मेरो दुःख उसले बुझ्दैन। यही सोचबाट दूरी सुरु हुन्छ। अर्को समस्या, दुवैजना एउटै घरमा हुन्छन्, तर मन भने धेरै टाढा पुगिसकेको हुन्छ। किनकि एउटा मोबाइलमा व्यस्त हुन्छ, अर्को कामको तनावमा हराएको हुन्छ। हामी संसारभरिका मानिससँग कुरा गर्छौँ, तर आफ्नै जीवनसाथीसँग मन खोलेर बोल्न बिर्सन्छौँ। बलियो सम्बन्ध बनाउन के गर्ने? पहिलो, सम्मान। प्रेम बिना सम्बन्ध केही समय चल्न सक्छ, तर सम्मान बिना कहिल्यै टिक्दैन। दोस्रो, विश्वास एकपटक टुट्यो भने सम्बन्ध बाँच्छ, तर मन मर्छ। तेस्रो, संवाद। दिनको कम्तीमा 15 मिनट मोबाइल बन्द गरेर एक अर्कासँग कुरा गरौँ। चौथो, घरको काम र जिम्मेवारी सेयर गरौँ। घर केवल श्रीमतीको होइन, न त पैसा कमाउनु केवल श्रीमानको जिम्मेवारी हो। परिवार एउटा टिम हो र टिमका दुवै खेलाडी बराबरी महत्त्वपूर्ण हुन्छन्। पाँचौँ, इगोभन्दा सम्बन्ध ठुलो बनाऊ। माफ गर। यी दुई शब्दले धेरै टुट्न लागेको सम्बन्ध पनि जोगाउन सक्छ। अन्तिम सन्देश याद राख्नुहोस्, तपाईँको बच्चाले भविष्यमा श्रीमान वा श्रीमती कस्तो बन्ने भन्ने विद्यालयबाट भन्दा पहिले आफ्नो घरबाट सिक्नेछन्। यदि श्रीमान र श्रीमती बीच सम्मान छ भने त्यो घरमा शान्ति हुन्छ। यदि शान्ति छ भने त्यो घरमा खुसी हुन्छ, र यदि खुसी छ भने त्यो घर नै स्वर्ग बन्छ। त्यसैले आज घर पुगेर आफ्नो जीवनसाथीलाई केवल श्रीमान वा श्रीमतीको रूपमा होइन, आफ्नो जीवनको सबैभन्दा ठुलो सहयात्रीको रूपमा हेर्नुहोस्। किनभने जीवनको अन्तिम दिनसम्म तपाईँको साथमा हिँड्ने मानिस धन होइन, पद होइन, प्रतिष्ठा होइन, तपाईँको जीवनसाथी हो। त्यसैले सम्बन्ध जित्ने होइन, सम्बन्ध जोगाउने प्रयास गर्नुहोस्।